आज म हजुरहरूलाई आफ्नो पछाडिपट्टि ब्याकग्राउन्डमा अन्य मान्छे अथवा ब्याकग्राउन्ड अलग छ भने पनि कसरी हजुरले रिमुभ गर्न सक्नुहुन्छ भनेर म सिकाउन गइरहेको छु। आउनुहोस् हेरौँ। गुगल क्रोम ओपन गर्नु होला। अब हजुर google.com मा जानुपर्ने हुन्छ। google.com मा जानु होला। गुगलमा टाइप गर्नुपर्ने हुन्छ रिमुभ पिजी भनेर टाइप गर्नु होला। सुरुकै अप्सन हजुरले रिमुभ ब्याकग्राउन्ड भनेर देख्न सक्नुहुन्छ। त्यसलाई ओपन गर्नु होला। रिमुभ पिजी भन्नेको वेबसाइट खुल्नेछ। ओपन इमेज भन्नेमा क्लिक गर्नु होला। जुन फोटोको ब्याकग्राउन्ड हटाउने हो सिलेक्ट गर्नु होला। सिलेक्ट गरेपछि हजुरले यहाँ आफै अटोमेटिक ब्याकग्राउन्ड हटाउनेछ। यहाँ डाउनलोड गर्न दिनेछ। डाउनलोड गर्नु होला। एप पनि इन्स्टल गर्न चाहनुहुन्छ भने माथिपट्टि वेबसाइटमा नै दिएको छ, इन्स्टल गर्नु होला अथवा प्ले स्टोरमा गएर ब्याकग्राउन्ड रिमुभर remove.bg टाइप गर्नु होला। टाइप गरेपछि हजुरलाई यहाँ इन्स्टल गर्ने हो भनेर दिएको छ। इन्स्टल भन्नेमा क्लिक गर्नु होला। यो डाउनलोड भएर इन्स्टल हुनेछ। इन्स्टल भएपछि हजुरले एप ओपन गरेर अन्य फोटोहरू पनि हजुरले रिमुभ गर्न सक्नुहुनेछ। जस्तो सुकै ब्याकग्राउन्ड पनि रिमुभ गर्नेछ। अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। यस्तै नयाँ टेक्नोलोजी भिडियोहरू हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। गुड लक।